नौसिहाउ सो आज चाहिँ तपाईहरुलाई म स्टिक घुमाउन सिकाउँदैछु। सो एकजना अगाडि स्टार्ट गरिहालौँ। तर सुरुमा हामीले स्टिक घुमाउनु भन्दा अगाडि चाहिँ हामीले हातको एक्सरसाइज पनि गर्नुपर्ने हुन्छ, किनभने हाम्रो मसल्सहरु चाहिँ एकदम हामीले स्थिर रूपमा बस्दाखेरि चाहिँ एकदम जाम भएको हुन्छ। त्यही भएर हामीले कुनै पनि चीजहरु अथवा एक्सरसाइजहरु गर्नु भन्दा अगाडि चाहिँ हामीले फिजिकल गर्नु चाहिँ एकदमै जरुरी छ। सो त्यही भएर स्टार्ट गरौँ। फर्स्टमा हामी हातको एक्सरसाइज सुरु गरौँ है। सो फर्स्टमा यस्तो गर्नुस्, राउन्ड घुमाउनुस् हातलाई, राउन्ड राउन्ड एन्टी क्लकवाइज डिरेक्सनमा। स्टार्ट गरौँ हामी है। सुरुमा चाहिँ हामीले स्टिक कसरी पक्रिने भन्ने हेर्नुपर्ने हुन्छ। हाम्रो यो कुइने भन्दा ठ्याक्क अलिकति तलतिर बनाएर हामीले लेभलमा चाहिँ स्टिकहरु पक्रिनु पर्ने हुन्छ। सो यतिको लेभलमा पक्रिदा चाहिँ ठिकै हुन्छ। सो अनि त्यसपछि हामीले राइट लेग अगाडि र लेफ्ट लेग पछाडि गरेर चाहिँ गर्नुपर्ने हुन्छ। हाम्रो राइट ह्यान्ड चाहिँ स्टिकमा एकदम कन्स्ट्यान्ट भएर चाहिँ राख्नुपर्ने हुन्छ। लेफ्ट ह्यान्डलाई चाहिँ हामीले राउन्ड स्टिक राउन्ड गर्नको लागि चाहिँ हामीले लुज राखेको हुन्छौँ। सो राइट ह्यान्ड हामीले कन्स्ट्यान्ट हुन्छ, लेफ्ट ह्यान्ड हाम्रो लुज हुन्छ। र हाम्रो फर्स्ट स्टेप भनेको चाहिँ जुन यो अगाडिको स्टिकको टुप्पो छ त्यसलाई चाहिँ हामीले एकदम भित्रपट्टि लाने। सो हामीले टुप्पोलाई फेदलाई चाहिँ एक राउन्ड लगाएर सिधा बनाउने। सो फेरि हेर्न सक्नुहुन्छ तपाईहरु, एकदम बिस्तारै गराएको छु मैले। सो एकदम मजाले हेर्नु होला। यति गरिसकेपछि चाहिँ हामीले स्टिक स्पिन गर्दाखेरि एकदम फ्लोमा लानुपर्ने हुन्छ, स्टिकहरु नअड्काइकन। सो हामीले स्टिक सँगसँगै हाम्रो बडी मुभमेन्ट पनि एकदम फ्लेक्सिबल टाइप राख्नुपर्ने हुन्छ। स्ट्रङ एक ठाउँमा अडिक भएर गर्यो भने चाहिँ स्टिकले लाग्ने सम्भावना अलिक धेरै हुन्छ। सो हजुरहरुले गर्दाखेरि एकदम बडी पनि स्टिकसँगै फ्लो गर्नुपर्ने हुन्छ, त्यसपछि मात्रै हजुरको स्टिक स्पिन चाहिँ एकदमै राम्रो हुन्छ। सो हामीले गर्दाखेरि हात पनि एकदम मजाले खुलेको हुनु पर्यो, बडी पनि मजाले खुलेको हुनु पर्यो। सो अनि त्यसपछि मात्रै हाम्रो रिजल्ट चाहिँ एकदम पर्फेक्ट आउँछ। सो यसलाई बारम्बार हामीले प्र्याक्टिस गरिराख्नु पर्ने हुन्छ अनि मात्रै फ्लोमा जान्छ। सो यसरी नै हामीले स्टिक स्पिन गर्न सक्छौं। आगामी दिनहरुमा यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकनलाई नि क्लिक गरेर मसँग जोडिन सक्नुहुन्छ। हस्त लुसिचाइसन।